पालेन्द्र शाह। पालेन्द्र शाह जो अहिले नेपालको प्रधानमन्त्री छन्, उनको जन्मदेखि अहिले प्रधानमन्त्री हुँदासम्मको यात्रा इयरली बेसिसमा यहाँ प्रस्तुत गरिएको छ। उनको जन्म विक्रम सम्वत 2047 वैशाख 15मा काठमाडौँको नरदेवीमा जन्म भएको थियो। त्यसपछि उनी प्रारम्भिक शिक्षाको लागि 2064मा एलायन्स एकाडेमीबाट एसएलसी उत्तीर्ण गरेका थिए। एसएलसी दिँदासम्म उनी मध्यम वर्गको विद्यार्थीमा पर्दथे। त्यस लगत्तै उनी 2065देखि 68सम्म हिमालयन व्हाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका थिए। ब्याचलर चाहिँ उनले सिभिल इन्जिनियरिङमा गरेको हुनाले उनलाई धेरै टेक्निकल नलेजहरू पनि रहेको पाइन्छ। त्यसपछि उनी साङ्गीतिक क्षेत्रमा पनि त्यति नै चर्चा कमाएका थिए। रबाद जस्ता उनले धेरै नाम चर्चित ब्याटलहरू खेलेका थिए। र्याप र व्यावसायिक यात्रा भने उनको 2069 सालदेखि 78 सालसम्म चलेको थियो, जसलाई चाहिँ उनको प्राइम टाइम पनि भन्ने गरिन्छ। 2069 सालमा उनको पहिलो गीत सडक बालक मार्फत साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका थिए, जुन सडक बालक अहिले पनि धेरै चर्चामा आइरहेको छ। 2070मा रबाज र्याप ब्याटल मार्फत देशभर चर्चित भएका थिए। 2070 पछि उनको साङ्गीतिक यात्रालाई विश्राम दिँदै उनी 2071देखि 73सम्म भारतमा स्ट्रक्चरल इन्जिनियरमा मास्टर्स अध्ययन गरिरहेका थिए। 2074 सालदेखि 2077 सालसम्म स्ट्रक्चरल इन्जिनियरको रूपमा विभिन्न पुनर्निर्माण र व्यावसायिक परियोजनामा संलग्न पनि भएका थिए। त्यसै गरी 2075 सालमा सबिना काफ्लेसँग विवाह भएको थियो, जुन चाहिँ मोरङको उर्लाबारीमा उनको ससुराली रहेको छ। त्यस पश्चात उनी राजनीतिक उदय र मेयर काल चाहिँ उनले सुरुवात गरेका थिए। उनले विभिन्न कालखण्डमा देशको बारेमा धेरै कुराहरू लेख्ने, बोल्ने र त्यसलाई चाहिँ कसरी देशमा समाजसेवा गर्न सकिन्छ भनेर सोच्ने एकजना युवाको रूपमा उनी त्यति बेलासम्म स्थापित भइसकेका त थिएनन्, तर उनी त्यो सोचमा चाहिँ थिए। उनको विवाह पश्चात उनले राजनीतिक यात्रा सुरु गरेका थिए। राजनीतिक उदय र मेयरकाल 2079 सालदेखि 81 सालसम्म उनले सुरु गरिसकेका थिए। 2079 साल जेठमा स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको मेयरमा